कतै सिकारी कुकुरले लगाउने घाडो वा कतै सतीघाटबाट अपभ्रंश भई घाटो भएको मानिन्छ। यस नृत्यको बहुचर्चित कथामध्ये एउटा कथा राजा परशुरामसँग सम्बन्धित छ। राजा परशुराम लडाईँमा मृत्यु भए पश्चात रानी यम्फावती राजासँगै सती गई। रानी यम्फावती सती जान आफ्नी प्रिय रानी जिउँदै आगोमा छटपटाइरहेर जलिरहेको देख्दा सम्पूर्ण जनताहरू भाव विवल भएका। यही भाव विवल नै पछि एक कथामा परिणत भयो र यो लोक कथा लोक नाटिका हुँदै हामी सामु प्रस्तुत छ। गण्डकी प्रदेशमा बसोबास गर्ने विभिन्न जाति मध्ये विशेष गरी गुरुङ र मगर समुदायमा प्रचलित छ। तनहुँ, लमजुङ र कास्कीमा घाटु नृत्य सेलाइसकेपछि कौडा अर्थात् चुट्का नाच्ने परम्परा छ भने स्याङ्जा जिल्लामा घाटु नृत्य पश्चात झोडा नाचेर मनोरञ्जन गरिन्छ। प्रस्तुत छ झोडा नृत्य। you.
शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउँछ र पहिचान नै हराए हाम्रो अस्तित्व हराउँछ। आउनुहोस् हातेमालो गरौँ, अब जगाउने पालो तपाईँ हाम्रो यो संस्कृतिको चौतार। हजुरहरूको होटिङ यतिमा थियो, अलिक मजाले ताली बजाएर भाइ बहिनीलाई प्रोत्साहन गरिदिनु होला। थ्याङ्क यू सो मच भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद।